हेलो गाइस, स्वागत छ फेरि पनि तपाईँहरूलाई मेरो ब्लगमा। अनि टक्कसँगले कति दिन झन्डै एक हप्तापछि मेरो भिडियो आउँदैछ। अब कति दिनपछि के पछि त्यो के भएको थियो, कस्तो भएको थियो, त्यो गिद्दी भएको थियो क्या मेरो च्यानल चाहिँ। त्यो खै के भएको थियो, अनि त्यसपछि त्यो भिडियो हाल्न मिलेको थिएन क्या मेरो च्यानलमा। त्यो धेरै सब्सक्राइबर भएर जस्तो युट्युबलाई आरिस लाग्यो जस्तो छ होइन। अनि टक्कसँगले त्यस्तै भएको थियो, त्यही भएर चाहिँ भिडियो आएको थिएन मेरो। टक्कसँगले चाहिँ अहिले चाहिँ म टक्क कति 3 बजे चाहिँ म उता जाँदैछु क्या। बिहानै उठेर आज चाहिँ कहाँ भन्दाखेरि पाखरीबास क्या। अस्ति नै एउटा त्यो घरमा काम भएको थियो नि, उता घरमा काम गर्नलाई जाँदैछु टक्कसँगले। दाइ म त्यो टक्कसँगले यहाँ झोला त्यहाँ झोला बोकेर चाहिँ अब जानुपर्ने हुन्छ। हामी चाहिँ त्यहाँ सामान लाने गाडीमा जानुपर्ने छ क्या, त्यो बुलेर जस्तोमा हो, त्यसमा जानुपर्ने छ। अनि हिजो चाहिँ 3 बजीतिर आऊ है भाइ भनेको थियो। अब टक्क 3 बजिसक्यो नि त। अनि 3 बजिसक्यो, अनि त्यो गाडीमा जानुपर्ने। कस्तो गाडी पनि त्यो बिना टाइममा क्या, के टाइममा उठेको त्यो गाडीवाला पनि। हजुर गरेको छैन, अहिले कल गरेको यतिखेर आइयो भन्दै थियो क्या। अनि त्यो अलिक टाइम त हुनुपर्छ नि त जाने पनि होइन। त्यो बिना टाइममा आमा मान्छेको त्यो निन्द्रा खराब गरेर त्यो त्यस्तो गरेर गिदी गरेर ल अब त्यो तपाईँसँगले हामी यहाँदेखि भान्तेक जानुपर्ने हुन्छ। भान्तेकमा गराइदिनु बसेर अनि उता चौधरी गर्नु हुन्छ। अहिले चाहिँ टक्कसँगले देख्न सक्नुहुन्छ म भान्चोक आइसकेँ यहाँ। आमा यस्तो राति बोलाएर त्यो गाडीवालाले गिद्दी गऱ्यो नि त। अब यहाँ फोनै उठाएको छैन क्या, फोन गरेको आमा कहाँ गयो गाडीवाला। अब हामीलाई 3 बजे बोलाएर 3 बजिसक्यो। देख्नुहुन्छ तपाईँहरू भान्चोको दृश्य। बिहान भएपछि टक्कसँगले ऊ त्यहाँनिर कस्तो जुमे यो पन्जा लाएर होला कि हो, यहाँनिर चाहिँ चिया सिया ल दाइ चिया सिया बनाउने कार्यक्रम हुन्छ। अनि टक्कसँगले यहाँ चाहिँ हाम्रो यो देख्न सक्नुहुन्छ दामी घन्टाघर धरानको वान अफ द बेस्ट पिलर घन्टाघर। वाउ भेरी नाइस ब्युटिफुल। टक्कसँगले यहाँ चाहिँ सुत्ने मान्छेहरू उ त्यसरी सुत्दैछ, सफा गर्ने मान्छेहरू चाहिँ त्यहाँ तल छ। राति सफा गर्नु नि 10-11 बजीतिर। यिनीहरूलाई नि बेलानको बेला उठेर काम गर्नु मन लाग्यो अरे। यिनीहरू नि बिटाइमवाला बेस्टङ्गैवाला मान्छे रहेछ। त्यस्तै थियो होइन मेरो चाहिँ घटना। त्यो बिग्रेर गिद्दी गरेको थियो। म त ला उस होला त्यत्रो धेरै छ नि त सब्सक्राइबर, गिद्दी हुन्न नि त च्यानल गयो नि त, धन्न च्यानल चाहिँ गएन। त्यस्तै अब उता गएपछि देखाउँछु म के कस्तो हुन्छ। अब टक्कसँगले गाडी आउँछ, गाडी चढेर चाहिँ जाँदैन पर्ने। ल अब टक्कसँगले हाम्रो गाडी आइसक्यो, देख्न सक्नुहुन्छ तपाईँहरू। हाम्रो गाडी चाहिँ यही हो, सामान पछाडि पाइप साइप। अब चाहिँ टक्कसँगले जानुपर्ने हुन्छ। लेट्स सी गाइज, लेट्स गो गाइज। ओके यु नट हस्टी गरौँ। ल अब चाहिँ टक्कसँगले फाइनली बिहानको कति 7 बजीतिर यहाँ आइपुग्यो। साट चाहिँ कहाँ भन्दाखेरि चाहिँ यो हो क्या, अस्ति नै हामीले गरेको थियौँ नि रेलिङ। यिनीहरू यहाँ टपमा पनि लाउनु पर्ने छ क्या त्यहाँ माथि। टक्कसँग त्यहाँ माथि चाहिँ अस्ति नै त्यो बलास्टर गरेको थिएन क्या। अनि बलास्टर नगरिसकेपछि त हाल्न मिल्दैन। अब चाहिँ टक्कसँगले त्यहाँ बलास्टर गरेछ। यता सामान खोज्दैछ दाइले यहाँ माथि। टक्क पाइप साइप चाहिँ भित्र राख्नु पर्ने हुन्छ। अनि केही खाना आएर गाउँ गर्नुपर्ने हुन्छ। यत्रो सिटमा आम्मा 4 जना आएको, झन्डै मरे आम्मा। चिप्टेर निन्द्रा लाएर त्यो निन्द्रा लगाइरहेको छ। काम गर्न ज्याउ लगाइरहेको छ, निन्द्रा पुगेन भने त गित्ती हुन्छ नि होइन। अझ टक्कसँगले पाइप साइप झारेर पर यहाँ फेरि युबिसी पनि सामान छ क्या। पाइप तान्दैछ त्यहाँ छायामा। ल चाहिँ टक्कसँगले हामी परको साइडबाट चाहिँ दाइहरूको साइडमा आएको छौँ। टक्क दाइहरूको साइड चाहिँ यो युबिसीको गर्नुपर्ने हट्टाहट जाम हुँदैछ युबिसीको पनि। टक्क यहाँ चाहिँ ज्यालहरू छ, यहाँ चाहिँ सिसाहरू ड्याप बस्छ। अनि यहाँ चाहिँ ज्याल बस्छ।
यस्तो चिसो हावा आउँछ नि यस्तो चिसो हावा आउँछ फेरि आम्मामा टक्क देखेर अब चाहिँ टक्कसँगले जाँदा चाहिँ त्यो पार्क घुमिकन जानु पऱ्यो बुझ्यो क्या त्यहाँ टक्क घुमेर जानुपर्नेछ होइन टक्कसँगले भात आयो दामी कुखुराको मासु यहाँ ल अब चाहिँ टक्कसँगले खानासाना खाएर पनि यहाँ साइडमा आइसक्यो यहाँ तलको पाइप चाहिँ टक्क यहाँ माथि तानिसकेर अब सर्ट 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 आज फ्रेमिङ गरेर भोलि चाहिँ सकाएर पर्सि यहाँदेखि फेरि लाग्नुपर्ने हुन्छ यस्तो काम हुन्छ एक दिन दुई दिनमै सकिन्छ हाम्रो चाहिँ टाढा टाढा भयो भने नाइस छ हेर्दै जानु होला आज के कस्तो हुन्छ होइन ल अब चाहिँ फाइनली यहाँ टक्कसँगले हाम्रो यो फ्रेमिङ भइसक्यो फ्रेमिङ भइसकेर पनि यहाँ यो जुन चाहिँ पाइपहरू टक्क लाउने कार्यक्रम हुँदैछ यहाँ चाहिँ एकपट्टि मिलाउँदै हुनुहुन्छ यहाँ अर्कोपट्टि मिलाउँदै ताक हान्दै मिलाउँदै ताक हान्दै अनि यहाँ मेरो काम मेरो काम सकिसक्यो फेरि त्यहाँ पाइपहरू ल फाइनली हाम्रो काम चाहिँ सबै कम्प्लिट भयो यता फोटो खिच्ने कार्यक्रम हुँदैछ यता चाहिँ दाइको वेल्डिङ हान्ने कार्यक्रम हुँदैछ दाइले टक्क वेल्डिङ हानि सक्नुहुन्छ आज अनि भोलि भनेको चाहिँ हाम्रो चाहिँ फिनिसिङ हान्ने काम हो यहाँ हेर्नु न बिजुली यो WADR वेदर बिग्रेर कस्तो गिदी भएको अघिसम्म कस्तो दामी घाम नाइस लाग्दै थिएँ हुस्से हुन थाल्यो आम्मामा यस्तो गिदी हुन्छ नि यहाँको मौसम यस्तो गिदी यस्तो चिसो जाडो आउँछ ए हावा चल्छ आम्मामा भनेर भनिन सक्नु छ यहाँ कहिले घर जाउँ जस्तो हुन्छ क्या यहाँ आएर काम गर्नु थाल्यो भने यस्तो जाडो हुन्छ त्यस्तै जाडो हुन्छ अझ टक्कसँगले कोठातिर पल्दिनु पर्ने हुन्छ यो चाहिँ नेक्स्ट डे होइन टक्कसँगले अब बिहानै उठिसकेर हामी आइसकेको छौँ काम गर्नको लागि टक्कसँगले यहाँ अझै पनि यहाँ वेल्डिङ हान्ने काम हुँदैछ अनि यो साइडको चाहिँ वेल्डिङ हानिसकेको छ टक्कसँगले देख्न सक्नुहुन्छ अब यो वेल्डिङलाई चाहिँ फिनिसिङ हान्नुपर्ने छ टक्क पादेको थियो रेडी पनि भइसक्यो म काम गर्नुको लागि दादाहरू पनि रेडी हान्दै अब टक्क काम गर्न सुरु ल अब टक्कसँगले हाम्रो काम सकियो त्यहाँ अब अलिअलि पुस्नु मात्रै बाँकी छ अरू सकिसक्यो अब त्यो टक्कसँगले फेरि त्यहाँको साइड मिलेको छ अरे त्यो साइड हाल्नु जानुपर्ने छ ल अब चाहिँ टक्कसँगले यहाँ अर्को साइड आइसक्यो ओभर धेरै काम छ भाइ आम्मा 1.5 फिट भनेर लिएर आएको आम्मा यो धेरैको काम चाहिँ त्यहाँदेखि यहाँ सक्यो काम 2-3 दिन लाग्छ भाइ भन्दै आम्मा कति नै रहेछ 2-3 दिन काम भयो दामी नाइस हुन्छ नि त खुसी हुँदै आएको त लास्टमा त खुसीमै अन्तिम एन्डिङ भइहाल्यो मेरो त केही छैन अब टक्क यति गरेर सकार गरेर घरतिर फाँडे ल अब चाहिँ टक्कसँगले हाम्रो सबैतिरको काम पनि सकिसक्यो अनि टक्क यहाँ अब यो हतारले क्या केही गर्नु नभ्याएर क्या अब कति 5 बज्न आँटिसक्यो गाडी पाउँदैन क्या फेरि धरान्छ नि गिद्दै हुन्छ अब चाहिँ टक्कसँग हामी घर फर्किन आँटेको तपाईँहरूलाई भिडियो के कस्तो लाग्यो यसो छ हेरेर कमेन्ट गर्नु होला अनि लाइक सब्सक्राइब गर्न पनि नबिर्सनु होला यति भन्दै भिडियोदेखि बिदा माग्न चाहन्छु म भेट्नुपर्छ भोलिको नेक्स्ट ब्लगमा यो नट्रस्टी गरेर बाई बाई गाइज।